अहिले चाहिँ म फेरि डाँडामा आइपुगेँ। देख्न सक्नुहुन्छ तपाईहरुले म यो पारीबाट आएको जुनबेसी गुम्बा तपाईहरुले देख्नुभयो होला। यता जंगलतिर आइपुगेँ, देख्न सक्नुहुन्छ। यता चाहिँ पुरै घाम पनि लागेको छैन। हेलो एभ्रीवान, सबैजनालाई स्वागत छ मेरो न्यू भ्लगमा। म चाहिँ अहिले चाहिँ यहाँबाट जाँदैछु स्कुलतिर। आज चाहिँ फेरि अस्तितिर जाने बाटो तलतिर जानुपर्ने हुन्छ कि यहाँबाट पारीबाट सुत्तै कटेर चाहिँ भने तपाईको पर जंगलको बीचमा पुग्नुपर्ने छ। त्यही भएर आज चाहिँ अलिक छिटै जाँदैछु ओह्रालो हैन। अनि मेरो हातमा चाहिँ यहाँ छ, देख्न सक्नुहुन्छ स्ट्रिट्स। यो चाहिँ हिजो मैले गोजीमा लाएर उम्बै ल्याइछु क्या, माथि नै ल्याइछु। अनि त्यही भएर उतल स्कुलमा पुर्याउनु पर्ने छ यो चाहिँ। त्यही भएर हातमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ मेरो चाहिँ स्ट्रिट छ। स्ट्रिट लगेर जाँदैछु। स्ट्याप्लर भनिन्छ नि यसलाई हैन। स्ट्रिट्स हामीले चाहिँ स्ट्रिट्स भनेर बुझ्छौँ, तर यो स्ट्याप्लर हो कि स्ट्याप्लर। अनि यो स्ट्याप्लर लगेर जाँदैछु। यो चाहिँ तल पुर्याउँछु, त्यसपछि त्यहाँबाट सुई हिँड्छु भनेर सोचिरहेको छु हैन। देख्न सक्नुहुन्छ अहिले पुरै सुक्खा परिरहेछ। सुक्खा भएको कारणले गर्दाखेरि सबै धुलो उड्छ। हावा चल्यो भने, हावा आज त्यति चलेको छैन, ठिकै चलेको छ, देख्न सक्नुहुन्छ। ल गाइस, म चाहिँ यता जंगलतिर आइपुगेँ, देख्न सक्नुहुन्छ। यता चाहिँ पुरै घाम पनि लागेको छैन। अनि यो स्ट्याप्लर चाहिँ मैले मेरो हातमा लिएको छु हैन। माथि मिसले यहाँ तल स्कुलकै हो भन्नुभएको थियो, अनि त्यही भएर अब यतै लिएर आउँदैछु। अनि बहुत जाडो छ यता, तपाईहरुले मेरो फेस देखेरै थाहा पाइसक्नुभयो होला हैन। म एक्लै छु यहाँ, म रोडको बाटो हिँडिरहेको छु। वरिपरि सबै जंगल छ, देख्न सक्नुहुन्छ तपाईहरुले। उतातिर गाउँ भइहाल्यो हैन। अनि म चाहिँ अहिले यो बाटो हिँडिरहेको छु है त, हातमा स्टिच जस्तो खेलाउँदै हिँडिरहेको छु। अनि यहाँ चाहिँ पुरै घाम लागेको छैन। अब त्यहाँ रोडदेखि चाहिँ घाम पाउँछ मैले। हावा हल्का चलिरहेछ। अब धेरै चल्यो भने त तपाईको यो सबै धुलो उडाउँछ। अनि यतातिर अलिअलि भात पनि बनाएको क्या हो। हिजो के भन्छ उसले डोजर आएको थियो, माथि हाइड्रोको डोजर हो कि कहाँ हो कि यो, कि वडाले लिएको हो कि। यता देख्न सक्नुहुन्छ मेरो पछाडि, तपाईँहरू सम्मसम्म देख्न सक्नुहुन्छ। यस्तै छ है त गाइस, यहाँतिर एक्लै छु म। यतातिरको नजारा देखाउँछु तपाईहरुलाई। यहाँतिर यस्तो छ, यहाँबाट मासतिर पोमिलो भन्छ, त्यतातिर सेर्लो, टाङ्गान्दोक माथि लप्सु हुन्छ त्यहाँ चाहिँ। अनि म चाहिँ अहिले वाडीपट्टि छु। म आउनु चाहिँ पारीपट्टिबाट आएको, अहिले म यहाँतिर वाडीपट्टि छु गाइस। अनि आज खै विद्यार्थीहरू पनि कोही पनि देखेन, सबै गइसक्यो क्या हो। अनि म एक्लै छु है त। किप वाचिङ, हेर्दै गर्नु होला। अब म पुग्नु लागे भन्दा पनि भयो। म चाहिँ फाइनल्ली आएर पनि, स्कुल आएर पनि यहाँतिर तपाईँको चाहिँ म रिजल्ट बनाउँदैछु। देख्न सक्नुहुन्छ मेरो काम अब चाहिँ रिजल्ट बनाउनु छ है त। आजदेखि म सुई रिजल्ट बनाउनु सुरु गर्दैछु। देख्न सक्नुहुन्छ तपाईहरुले। अब लास्ट होला आज। 8 सम्मको परीक्षा चाहिँ 9 र 10 को चाहिँ भोलि पर्सिसम्म छ कि जस्तो लागिरहेछ। अब त्यहाँ रुटिन हेर्नु पर्ने छ। देख्न सक्नुहुन्छ म रिजल्ट बनाउँदैछु। यहाँतिर रिजल्ट बनाउने काम भइरहेछ। यहाँतिर यही हो त गाइस मेरो आजको काम, आजदेखिको काम। ल गाइस, आज पनि म चाहिँ स्कुलतिर जाँदैछु हैन। अनि त्यसपछि तपाईहरुलाई के भन्नु लागिरहेको थियो भने, आज चाहिँ म तपाईहरुलाई फेरि गुम्बा देखाउँछु हैन। जुनबेसी गाउँको गुम्बा तपाईहरुलाई म देखाउँछु है त। अहिले चाहिँ म यता आज चाहिँ गुम्बाको दर्शन गरेर चाहिँ जाउँ भनेर सोचिरहेको छु हैन। भनेको भित्र होइन, बाहिरबाट म दर्शन गरेर जान्छु हैन। अहिले दिउँसो चाहिँ खुल्ला हुँदैन नि त, त्यही भएर अब अहिले चाहिँ म यो बाटो हिँडिरहेको छु। देख्न सक्नुहुन्छ तपाईहरुले, गुम्बा यहीँ देख्न सक्नुहुन्छ। म यो बाटो अहिले यता गुम्बाको माथितिर आइपुगेको छु। अनि अब यस्तै हो यता बाटोहरू हैन। गाउँघरको प्रायः तपाईहरु सबैलाई थाहै छ हैन। जो मेरो भ्युअर्सहरू हुनुहुन्छ उहाँहरूलाई थाहै छ, मैले यतैतिरको प्राय भिडियो बनाउने गर्छु है। अनि अब तपाईहरुलाई चाहिँ म चट्ट यहाँतिर गुम्बाको दर्शन गराएर चाहिँ आज त्यसपछि म स्कुलतिर अब लाग्छु है त गाइस। यहाँतिर म अहिले गुम्बा
आइपुगेँ गुम्बामा। देख्न सक्नुहुन्छ तपाईँहरूले जुनबेसीको गुम्बा। अब दर्शन चाहिँ म यताबाट गएर चट्ट यहाँबाट ठिकै यहाँ गर्छु दर्शन चाहिँ। देख्न सक्नुहुन्छ तिर गुम्बा कौसी भइहाल्यो यता सबै। अनि त्यसपछि यो चाहिँ ठुलो गुम्बा हो क्या तपाईँको, ठुलो गुम्बा एकदम शक्तिशाली गुम्बा भनेर चाहिँ हामीले यहाँतिर चिन्छौँ है त गाइस। देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यतातिर छ कुम्बु बाल्ने ठाउँ होइन। अनि यहाँबाट अब म ठ्याक्कै फेरि यता बाटोमा आइपुगेँ। यसलाई चाहिँ यसरी घुमाउनुपर्छ हामीले। बजारु देख्न सक्नुहुन्छ यो कहाँबाट आयो है? तिम्रो नाम के हो? काली हो कि काले हो? काले काली केही होला। देख्न सक्नुहुन्छ यस्तो छ है जुनबेसी गुम्बा तपाईँहरूले देख्नुभयो होला। अब म चाहिँ यहाँबाट सिधै हिँड्दैछु। यहाँ एन्जलको बाटो यहाँबाट पारीबाट म चाहिँ जानु पर्ने हुन्छ। लगाइट घाम पनि डुबिसक्यो देख्न सक्नुहुन्छ तपाईँहरूले। घाम वारी आइसक्यो। म चाहिँ स्कुलबाट फर्किँदैछु होइन, काम सकेर अब भोलिमा त जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ तपाईँहरूले घाम पारी पुरै डुबिसक्यो। अब वारी मात्र बाँकी छ। अघि आउने बेलामा चाहिँ तपाईँको यता चाहिँ अघि होइन, अघि बिहान त मैले भने होइन, हिजोमा आउने बेलामा चाहिँ यता चाहिँ 9 बजी 9 साढे 9 10 बजीसम्म यतातिर त्यति घाम लागेको हुँदैन क्या। अहिले चाहिँ तपाईँको देख्न सक्नुहुन्छ घाम त्यहाँ डाँडामा पुगिसक्यो। अनि यतापट्टि चाहिँ छ पारीपट्टि पुरै गइसक्यो, ओजेल घामको ओजेल परिसक्यो। माथि परक्सेको पनि त्यता पुगिसक्यो घामहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो हुन त अस्ति पनि देखाइहाल्यो तपाईँहरूलाई उसको पोल, बत्तीको पोल भनेर होइन। अनि म चाहिँ अहिले म एक्लै छु, जाँदैछु, छाया मात्र छ। अनि यहाँतिर पुरा सुनसान छ, कोही छैन अहिले यहाँतिर रोडमा। यहाँतिर देख्न सक्नुहुन्छ। अनि म चाहिँ अहिले रुमतिर फर्किँदैछु। ल जाँदा जाँदै तपाईँहरूले धुलो देख्न सक्नुहुन्छ। यो धुलो चाहिँ के को हो भने ऊ त्यहाँतिर जिप स्कर्पियो जाँदै रहेछ। एकदमै धुलो उड्यो होइन। अहिले त अब सुक्खा हुन्छ पुरै, धुलो नउड्ने त कुरै भएन तपाईँको देख्न सक्नुहुन्छ। अनि अब यहाँबाट जान्छ तपाईँहरूलाई कुदेर गएर म गाउँ देखाउँछु। जुनबेसी गाउँ, जुनबेसी गाउँ देख्न सक्नुहुन्छ। यहाँबाट जुनबेसी गाउँको बिच भ्यू यस्तो देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँतिर होइन। यो सल्लाहले गर्दा अलिकति छेक्यो, नत्र भए दामी देख्नुहुन्थ्यो तपाईँहरूले। भ्यू देख्न सक्नुहुन्छ जुनबेसी गाउँको भ्यू यहाँबाट यस्तो देखिन्छ गाइस। म यो कुनतिर आइपुगिसकेको छु। यहाँतिरबाट अब फेरि जाँदैछु म। यहाँबाट उम्बो चाहिँ थुप्तेनछोलिङ जाने ठाउँ रोड होइन, थुप्तेनछोलिङ त्यसपछि टाकटोर यताबाट माथिबाट तपाईँहरू जान सक्नुहुन्छ भने यहाँबाट अब जुनबेसी जाने बाटो। अनि यहाँतिर जुनबेसीको गाउँको भ्यू अघि पनि मैले तपाईँहरूलाई पर कुनाबाट देखाएँ। यहाँबाट अझ राम्रो देखेको छु, त्यही भएर देखाइदिनु हुन्छ है तपाईँहरूले। अनि यहाँबाट चाहिँ हामी जुनबेसीको साँगोमा पुग्छौँ है त गाइस। यहाँबाट तपाईँहरू यहाँबाट सिधै लगाइछ। अहिले चाहिँ म फेरि डाँडामा आइपुगेँ देख्न सक्नुहुन्छ तपाईँहरूले। म यो पारीबाट आएको, पारीको त्यो के भन्छ हाइड्रोको त्यो तपाईँको त्यो पाइप देख्न सक्नुहुन्छ नि, ढुङ्गाको त्यो माथि परबाट देख्ने बाटोबाट आएर त्यसपछि यहाँबाट सिधै यहाँबाट उकालो चलेर आएछ। यहाँबाट ठ्याक्कै त्यो बाटो हुँदै ठ्याक्कै यो बाटो हुँदै म ठ्याक्कै यहाँ छु अहिले। अब यो बाटो हुँदै फेरि म उकालोतिर लाग्नेछु। देख्न सक्नुहुन्छ बाटोभन्दा भ्यू चाहिँ यहाँबाट यस्तो दामी देख्छ। माथि डाँडाबाट गएर पनि होला। म चाहिँ यहाँबाट फेरि उकालो हिँडेँ। एकदमै जाडो छ गाइस, यतातिर बहुत जाडो छ।